रिउ उपत्यका भनेर पनि चिन्छौँ र यो पनि तराई क्षेत्रको निकै राम्रो निकै सुन्दर उपत्यका अन्तर्गत मानिन्छ। करपुटार उपत्यका जुन लमजुङ जिल्लामा अवस्थित छ र यो ईशानेश्वर महादेव को मन्दिरको लागि निकै चर्चित रहेको छ करपुटार उपत्यका। चुत्राबेसी उपत्यका छ अर्घाखाँची जिल्लामा र त्यसैगरी मारिन खोला उपत्यका छ सिन्धुली जिल्लामा र उदयपुर जिल्लामा रहेको छ कमला उपत्यका। कहिलेकाहीँ कन्फ्युजन हुन्छ, कमला भन्ने बित्तिकै हामी सिन्धुलीबाट भएर बग्ने कमला नदीलाई सम्झिन्छौँ, तर कमला उपत्यका उदयपुर जिल्लामा रहेको छ। त्यसैगरी अन्तिममा काठमाडौँ उपत्यकाको बारेमा भनिरहनु पर्दैन, नेपालको राजधानी हो र 642 वर्ग किलोमिटरमा यो उपत्यका फैलिएको छ र यसको उचाइ समुद्र सतहबाट औसतमा 1310 मिटर उचाइमा रहेको छ। साथीहरू, यहाँलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नु।